सबैजनालाई नमस्ते। अब धेरै समयपछि चाहिँ फेरि अर्को भिडियोमा तपाईँहरूलाई चाहिँ धेरै धेरै स्वागत छ है। भाइ पनि हुनुहुन्छ है। हामी चाहिँ यहाँ शिलङको के अरे चेहरापुन्जीको यो गार्डन अफ क्याफ भन्ने ठाउँमा घुम्न आएको छु है। आज तपाईँहरूलाई चाहिँ यहाँको हल्का झलकहरू के छ, यहाँको के ठाउँहरू चाहिँ अलि राम्रो छ त्योहरू चाहिँ हजुरहरूलाई चाहिँ म देखाउँदैछु है। मेरो भिडियोलाई चाहिँ हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है त। टिकट काउन्टर हामी चाहिँ यहाँ टिकट काटेर चाहिँ अब भित्र छिर्यौँ है। अब यहाँ चाहिँ एकदम जाडो रहेछ मौसम पनि। अब हेरौँ यहाँको चाहिँ दृश्यहरू के छ है। यो चाहिँ हाम्रो नेपालतिरको यस्तो हाम्रो कुस भन्छ मजाको है। स्पोट नम्बर 1 ल यो चाहिँ क्याब गुफा पानी डेन्जर परिरहेछ। अब पानीमा पनि जाडो पनि छ, पानी आइरहेछ। त्यही पनि हामी चाहिँ घुम्दैछौँ। ल इन्डियाको सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो यो। यहाँ चाहिँ यस्तो पुरा ओहो यहाँ चाहिँ यस्तो गुफा जस्तो रहेछ, पानी रहेछ पुरा। ल यस्तो फल्स पनि रहेछ यहाँ। हाम्रो पोखराको डेभिड फल्स जस्तै छ है यो है। यहाँ दामी ल गाइसहरू अर्को स्पोटमा जाँदैछौँ हामी है। ल यहाँ पनि अर्को पनि रहेछ। यो झर्ना टाइपको रहेछ है गाइजहरू। ल यो त हाम्रो डिस्कभरी च्यानलमा चाहिँ है अब त्यो एकदम नयाँ नयाँ ठाउँहरू खोजी गर्न हिँडे जस्तो छ है यहाँ होइन। यो चाहिँ हाम्रो पोखराको लाइक जस्तै रहेछ है। के भन्छ ल यहाँबाट चाहिँ एउटा क्याब पुरा पार गरेर चाहिँ हामी यता यस्तो सिडीबाट चाहिँ माथि यस्तो उकालो बाटो निस्किएर चाहिँ यता बाहिर ट्याक्क बाहिर निस्कियो। अब नेक्स्ट ल यहाँ चाहिँ पुरा झरनाहरूको चाहिँ खानी रहेछ है। यहाँ झरना एकदम सानो खालको झरनाहरू यताबाट आउँछ ट्याक्क। यसलाई एकचोटि मेमोरीमा सेट गर्ने मेमोरीमा नराख्नु। झरनाको चिसो पानी मोबाइल ल यहाँको मेन झरना चाहिँ यहाँ जस्तो छ है। हामी यो पुरा पानीको बास है दामी।
त्यता यहाँ चाहिँ एकदम मौसम पनि जाडो है, पुरा कुहिरो लागेको, हाम्रो एकदम लेकतिरको जस्तो मौसम। अनि यहाँ मैले गुराँसको फुलहरू चाहिँ भेटाएको छैन, मैले यसो हेर्छु यो काफल जस्तो छ है गाइजहरू। यो चाहिँ हाम्रो भ्यू पोइन्ट जस्तो रहेछ। अब यहाँबाट पुरा भ्यूहरू देखाउनु हुन्थ्यो, तर यहाँ चाहिँ पुरा फगी है, त्यसको कारणले यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ पुरा भ्यू देखाउन पाइएन। यसको तल चाहिँ अघि जो हाम्रो ठुलो झरना थियो, त्यो झरनाको माथिपट्टिको यो त्यसको माथिको डाँडो जस्तो लाग्छ, तर अब भिजुअलै छैन है, त्यसको लागि सरी। ल यो चाहिँ हाम्रो बाँसको है यस्तो मजाले हिँड्ने बनाएको पुल रहेछ है। आम्मा चिप्लेला जस्तो पनि छ, पानी आछ, एन्ट्री यताबाट एन्ट्री रहेछ। दामी बाँसको पनि यस्तो मजाको पुल बन्दो रहेछ यहाँ। हेलो ब्रो, आई फाइन। हेर्दाखेरि अलिकति यसो हिँड्न पनि डर लाग्ने छ, तर यसो मजबुती छ, यसको पक्को छ। यस्तो बस्ने ठाउँहरू ट्याक्क बनाइराखेको रहेछ है। ल हाम्रोटको गाइजहरू आउँदै हुनुहुन्छ है। हाम्रो रजाली सर चाहिँ पुरा डराउनु बस्यो कि हो के? अरे हाम्रो रजाली सरलाई के भयो, डर लाग्यो? अनि पछाडि हाम्रो के अरे पुरा डराएर हिँड्नु जस्तो लाग्छ। दामी है, दामी। त्यो तल रहेछ हाम्रो पोखराको सेती खोला जस्तै रहेछ यो है। पुरा बाँसले हालेर चाहिँ यस्तो मजाले है यहाँ एकदम बलियो बनाएर चाहिँ हिँड्नलाई बनाएको रहेछ है। अलिकति यसो डर पनि लाग्ने जस्तो पनि छ। ल आइजल्ने आम्मा म यहाँ चाहिँ कुल वाटर के
यस्तो के एकदम नेचुरल पानी यार यो यार क्या भित्रबाट निस्किएर रहेछ पानी क्या मजाले बनाएको छ यार दामी ल हाम्रो गाइजहरूले चाहिँ ट्याक्क पानी पिउँदैछन् है पानी पिउनु न वी क्यान ड्रिङ्क यस सर वी क्यान ड्रिङ्क वाटर पानी पानी एकदम शुद्ध पानी के एकदम मजाको है अब यहाँबाट एक्जिट बाहिर यो चाहिँ अलिक नयाँ रहेछ पुल है यो बाँसको पुल चाहिँ अलिक नयाँ रहेछ यहाँ चाहिँ अलिक सेफ्टी जस्तो छ यहाँ चाहिँ यस्तो ड्युटी बस्नलाई रहेछ कि यहाँ है यहाँ एकजना मान्छे ड्युटी बस्नलाई ठ्याक्क बस्ने ठाउँ छ जाडोमा यहाँ चाहिँ आगो बाल्ने यहाँ बस्ने यो बनाएकै छैन रहेछ अनि ल मायालाई पानको पात भन्ने रहेछ यहाँ हार्टको सेप रहेछ यो है